मलाई धेरै जस्तो सोधिने क्वेशनहरु मध्ये एउटा क्वेशन भनेको हाम्रो घरको सबैभन्दा इम्पोर्टेन्ट ठाउँ कुन हो? तपाईहरुको मनमा पनि यही क्वेशन आइरहेको होला। आज बुझौं हामी घरको सबैभन्दा इम्पोर्टेन्ट पोइन्ट भनेको घरको सेन्टर पोइन्ट, ब्रह्मस्थान। यो घरको मुटु जस्तो हो। यो ठाउँबाट घरको सम्पूर्ण एनर्जीहरु जाने मेन पोइन्ट भनेको घरको सेन्टर पोइन्ट यानी कि ब्रह्मस्थान हो। यदि तपाईको घरको ब्रह्मस्थान खाली, सफा र खुल्ला छ भने तपाईको घरमा कहिल्यै पनि पोजिटिभ एनर्जी ब्लक हुँदैन र शान्ति समृद्धि पनि बढेर जान्छ, बुस्ट हुन्छ। बट यो ठाउँमा हेभी सामानहरु राख्यो, टोयलेट, बाथरुम, फोहोर फाल्ने ठाउँहरु बनाइयो भने तपाईको जीवनमा समस्या, तनाव र ग्रोथमा रुकावटहरु आउन थाल्छ। हस्त नमस्ते।